양라 तामार्दा 줄 빵무나 잔시 प्रार्थना लाऊ ब्लेकको दोषी आइन अल्छी दोषी आइन तिनी जान्सी प्रार्थना दोला अनि नेपाली राज्यसम्म निरन्तर प्रार्थना गरिरहौ आज निरन्तर प्रार्थना गर्न जरुरी छ आजको वचनले तपाईँ र मलाई यो उत्साह दिनुभएको छ कि तपाईँ र मेरो लडाई मानिसको विरुद्धमा होइन तपाईँ र मेरो सेवाको विरुद्धमा बोल्ने आफ्नो हाम्रो दाजुभाइको विरुद्धमा होइन तपाईँ र मेरो विरुद्धमा उठ्न लगाउने अन्धकारको शक्ति त्यो दुष्टाइका आत्माको विरुद्ध हो त्यो दुष्टको आत्मा र स्वर्गीय स्थानमा भएका ती दुष्टाइका सेनाहरूको विरुद्ध हो त्यो विरुद्धमा लड्नका लागि आज तपाईँ र मलाई परमेश्वरले दिनुभएको हात हतियार उठाएर विश्वासको ढाल उठाएर अनि विश्वासको शक्तिशाली छातीपाता लगाएर मुक्तिको ढोप लगाएर आज तपाईहरुमा तयार हुनुपर्छ अनि सुसमाचारको जुत्ता लाएर तयार हुनुपर्छ सुसमाचारको जुत्ता भनेको फेरि सुसमाचारको जुत्ता बनाएर है परमेश्वरको वचनको ठुलो जुत्ता लाएर लाउने होइन आज तपाईहरु मेरो जीवनमा त्यो सुसमाचार चाहिँ तयार हुनुपर्छ अनि सत्यले कम्बर कस्नुपर्छ आज तपाई र म सत्यतामा जिउन जरुरी छ प्रिय परमेश्वरको जनहरू आज तपाई र मेरो जीवनमा त्यो शक्तिशाली परमेश्वरको काम गर्न र देख्नको लागि तपाईं र मेरो जीवनमा सत्यता चाहिएको छ हालेलुया आज सेवकाईको नाममा धेरै खालका झुट्टा कुराहरू धेरै खालका आश्वासनको कुराहरू आइरहेको छ त्यसकारण नेपालमा धेरै सरकार पक्षले हामीलाई विरोध गर्छ गाली गर्छ डलर खाने भन्छ है परमेश्वरको वास्तविक सेवा के हो त्यो बुझ्न चाहिरहेको छ आज नेपालमा त्यसकारण तपाईले प्रार्थना गर्नुहोस् एक अर्काले उत्साहित भएर हामी प्रार्थना गरौँ तपाईं र मेरो विरुद्धमा उठाउने हाम्रो बीचमा यो तामाङ सेवालाई अहिले धेरैले कतिले है विरोध गरिरहेछ है तामाङको छुट्टै झुन्ड खडा गर्यो यो त तामाङको मात्र भयो यस्तो हुँदैन आज संसारमा म तपाईलाई यो भन्न चाहन्छु संसारमा लगभग 5600 भाषाहरू छन् हालेलुया नेपालमा मात्र 123 वटा भाषाहरू नेपाल सरकारले प्रमाणित गरेको छ आज नेपालमा 26 वटा भाषामा बाइबल अनुवाद हुँदैछन् बनेपछि अझै 100 भाषा बाँकी छन् त्यो जाति त्यो भाषाको बीचमा प्रभुको राज्य पुग्न बाँकी छन् त्यसकारण तपाईले प्रार्थना गर्नुपर्छ हालेलुया आज नेपालमा मात्र होइन विश्वभरिमा धेरै जातिहरू छन् धेरै मानिसहरू छन् प्रत्येकले आफ्नो आफ्नो भाषामा आफ्नो जातिहरूलाई बचाउने अभियान अब सुरु गर्नुपर्छ तपाईँ र मैले हालेलुया तपाईँ र मेरो जीवनमा परमेश्वरले दिनुभएको त्यो मिसन र विजनलाई पूरा गर्नलाई तपाईले आफ्नो जातिको लागि प्रार्थना गर्नुपर्ने हुन्छ आज प्रभुको सेवालाई विरोध गरेर यो तामाङको भयो यो नेवारको भयो यो राईको भयो यो मगरको भयो गुरुङको भयो भनेर तपाईँ अल्झेर नबस्नुहोस् तर तपाईँ होस्टेमा हैसियत गरेर प्रार्थना गर्दै अगाडि बढ्नुहोस् म यही उत्साह दिन चाहन्छु हालेलुया आज विभिन्न जातिहरू सबै भाषाका मानिसहरू बाँच्नुपर्छ जिउनुपर्छ हाम्रो उद्देश्य यो हरेकले नेवारले नेवार भाषामा प्रचार गर्नुहोस् तामाङले तामाङ भाषामा प्रचार गर्नुहोस् राईले राई भाषामा प्रचार गर्नुहोस् हालेलुया आज यो प्रकारले जब तपाईले प्रचार गर्नुहुन्छ नि त्यहाँ प्रभुको राज्य आउँछ त्यहाँ प्रभुको शक्तिशाली काम हुन्छ त्यहाँ दुष्ट हार्छ हालेलुया दुष्टको सिंहहरू बाँच्नको लागि तपाईले आफ्नो भाषामा प्रार्थना गर्नुहोस् आफ्नो भाषामा प्रचार गर्नुहोस् हालेलुया यो गर्न जरुर छ यो गर्न जरुर छ आज तपाईँ र मेरो जीवनमा तपाईँ र मेरो हाम्रो तामाङ सेवाको बीचमा खलबल ल्याउनको लागि दुष्टले अहिले यस्तो रणनीति ल्याएको छ कि यो तामाङको मात्र सेवा हो यस्तो गर्नु हुँदैन त्यस्तो गर्नु हुँदैन किन भन्दाखेरि मङ बोमाजी गर्यो होजा मंगला रुगी बार yang तयार त लै जो जालेका दि हालेलुया मंगला रुगी बार yang तयार त आमेन त्यो दुष्टको सिंह बाँच्नको लागि त्यसको डाँट बाँच्नको लागि तपाईँ र म तयार हुनुपर्छ अब हालेलुया किन हाम्रो पक्षमा विरोध गर्छ भन्दाखेरिलाई आज संसारभरि छरेका तामाङ जातिहरू क्यानाडा अमेरिका है इन्डिया बेलायत यसरी नै कोरियामा विभिन्न ठाउँमा भएको तामाङहरू एक गुण थाल्यो नि अब जब एक गुण थाल्यो नि अनि दुष्टलाई डाहा भयो अब तामाङहरू पनि अब शक्तिशाली हुने भयो अब नसक्ने भयो यिनीहरू त पहिला त ढुङ्गा र मूर्तिलाई ढोकेका जाति मानिसहरू अब किन बुद्धिमान भयो
यिनीहरू पनि अब बुद्धिमान हुन्छ है भनेर दुष्ट चलाक भएर आज तपाईँ र मेरो सेवालाई बन्द गर्न खोजिरहेको छ। त्यस कारणले आज प्रत्येक जातिले आफ्नो जातिको लागि प्रार्थना गर्नुपर्छ, आफ्नो भाषामा सेवा गर्नुपर्छ र स्वतन्त्र तरिकाले परमेश्वरको आराधना गर्नुपर्छ। आमेन। यो गर्नलाई प्रिय मण्डली, प्रिय परमेश्वरका दासहरू, परमेश्वरको अगुवाजनहरू, पास्टरज्यूहरू, म तपाईँलाई अनुरोध गर्न चाहन्छु, तपाईँले यो तामाङ सेवाको लागि डोमिनेट गर्ने होइन, तामाङ सेवाको लागि उच्च तरिकाले प्रार्थना गर्नुहोस्। सक्छ प्रार्थना गर्नु, सक्दैन विरोध नगर्नुहोस्। हालेलुया। रोमी 8 अध्यायमा भनेको छ परमेश्वरको प्रेम, परमेश्वरको अनुग्रहबाट मृत्यु लिएर अनिकालेर नग्नताले पनि रोक्न सक्दैन। आमेन। यसकारण यो तामाङ सेवालाई कसैले अब रोक्न सक्दैन। यो सेवा बढिरहन्छन्, परमेश्वरको राज्य तामाङको बीचमा ल्याउनुहुन्छ र आउनुहुन्छ। आमेन। हालेलुया। सबैलाई परमेश्वरले आशीर्वाद दिनुभएको होस्।